सबैलाई नमस्कार। म दिनेश भुसाल। जुन हाम्रो अहिले विपद परेको छ काठमाडौँदेखि नारायणघाटको बिचमा, यतिखेर जाममा परेका जुन हुनुहुन्छ हाम्रा विपद परेको समयमा जुन जाममा परेका हुनुहुन्छ सवारीहरू, उहाँहरू जाममा परेका सवारीहरूलाई होटल व्यवसायीले लुट्ने काम नगर्नुहोला। किनकि हजुरले यतिखेर 300 को खानालाई 700 भनिदिने, 20 रुपियाँको चाउचाउलाई 50 रुपियाँ भनिदिने यस्तो प्रवृत्ति कृपया नगरिदिनु होला। किनकि हामीले सकिन्छ भने सहयोग गरौँ, नसके एमआरपी रेटमा भए पनि बिक्री गरौँ र हजुरहरूलाई अघि पछि त्यही रेटमा बेचेर चलेको छ भने अहिले किन धेरै बेच्नु पर्यो र के त्यति बेचेर हामी धनी भइन्छ र मानवता भन्ने कुरा हामी नेपालीमा हुनुपर्ने चिज हो। किन भन्दा आपद विपद परेको समयमा सकेसम्म हामीले छुटमा खुवाउनुपर्छ। यदि नसके ठिकै छ, एमआरपी रेटमा भयो भने त खुवाउनु पर्यो नि। हजुरले अघि पछि 300 मा खुवाउनुहुन्छ भने अहिले किन 700 भन्ने? सक्नुहुन्छ नि 200 मा खुवाउनुहोस्, नभए 300 मा खुवाउनु पर्यो। र 20 रुपियाँको चाउचाउलाई किन 50 रुपियाँ बेच्ने? 20 रुपियाँ बेच्दाखेरि 2-3 रुपियाँ त आइ त हाल्छ नि, किन धेरै खानु पर्यो र? त्यति भए पुग्दैन र अघि पछि हामीलाई पुगेको छ त अहिले किन त्यस्तो गर्नुपर्ने? त्यस्तो कृपया नगरिदिनु होला र यस्ता ठग्ने प्रवृत्तिहरू नगर्नु होला। किनकि त्यो पीडा जुन सवारीलाई, जुन अहिलेका यात्रीहरूलाई परेको छ त्यो पीडामा आफू बसेर कृपया हेरिदिनु होला र यस्ता ठग्ने प्रवृत्तिहरू जुन छन् राजमार्गमा तिनीहरूलाई अनुसन्धान गरेर तुरुन्त कारबाही होस् भन्न चाहन्छु र यस्तो काम कृपया नगरिदिनु होला। छिटोभन्दा छिटो सहज गरिदिनु होला र यदि तपाईहरू बाहिर यात्रा गर्नु छ भने अति आवश्यक भन्दा यात्रा नगर्नु होला। किनकि यो समयमा नेपाल सरकारले पनि तपाईको यत्रो 3 दिनको बिदा दिएको छ, 2-3 दिनको बिदा दिएको छ यो स्टाफहरूलाई पनि, कर्मचारीहरूलाई पनि। तर यो बिदामा सजग भएर घरमा सावधानी भएर बस्नु होला। यदि हिँड्न परे मौसमको ख्याल गरेर, बाटाको ख्याल गरेर हिँडिदिनु होला र यस्ता प्रवृत्तिहरूबाट जोगिनु होला भन्न चाहन्छु र कृपया सहयोग गरिदिनु होला। यदि लुट्ने काम नगर्नु होला, यसरी लुटेकोले तपाईलाई राम्रो हुँदैन भन्न चाहन्छु।